हेलो गाइज होइन आज चाहिँ माछाले बिहान अघि म 12 बजीदेखि राइडमा निस्केका लास्टै लोडहरू लागेर यार पुरै लोडहरू लागेर है यता यता यस्तो छ यस्तो लोडहरू लागेर यार माछाले यस्तो एकै ठाउँमा एउटै ठाउँमा चाहिँ पर्यो क्या है त्यस्तो नि हुँदो रहेछ माछाले पहिला होइन राइड आयो अनि राइड एक्सेप्ट गरेर म गयो होइन राइट एक्सेप्ट गरेर म गयो अनि त्यसमा पनि अनि राइट एक्सेप्ट गरेर गएपछि नि त्यहाँ लोकेसनमा पुग्यो अनि त्यो साइकलमा चाहिँ हाल्न नमिल्ने खालको रहेछ क्या होइन साइकलमा हाल्न नमिल्ने खालको रहेछ त्यो सामान चाहिँ अनि क्यान्सल गर्न लाग्यो होइन क्यान्सल गरियो अनि क्यान्सल गरिसकेपछि फेरि राइट आयो होइन फेरि राइट आएर फेरि त्यही ठाउँमा क्या पहिला म सुरुमा जहाँ गएको थिएँ त्यहीँ पुग्यो फेरि अनि ऊ पनि डङ्ग पऱ्यो म पनि डङ्ग पऱ्यो अनि त्यही सामान लानु पर्यो पछि त क्यान्सल नगरिदिएर मलाई त अब 2 घन्टासम्म क्यान्सल गर्न आफूले नमिल्ने होइन अनि क्यान्सल नगरेर यति रिस उठेन क्या माछाले फोन गरेर उठाउँदैन न याङको अफिसमा फोन हान्दा उठाउँछ है यस्ता दिमाग खराब बल्ल अहिले आफूले अनि यताउता गरेर मोबाइल अफ गरेर ऊ गरेर अनि बल्ल मैले मिलाएँ क्या होइन लोथर लाग्यो क्या आज त 12 बजे निस्केको 8-12 काम रहेनछ यार 12 बजे चाहिँ लोथर लाग्दो रहेछ यार यस्तो हालत भयो कि है दौडेको छ अनि केटा हो यो दुःख चाहिँ साह्रै दुःख यार यहाँ चाहिँ गणेश थान छ गणेश मन्दिर अब म चाहिँ उतिर जान लागेको ग्रिन लाइन ग्रान्ड हस्पिटलतिर जाने बाटो हो म अहिले यतादेखि आउँको मेरो घोडा यहाँ छ अनि यति झाउ भएन कि है माछाले यतिका म त आज त यार 12 बजे निस्केका एक राइड नै भएको छैन भनेको त्यत्तिकै 12 बजे निस्केर है रहेछ क्या लास्टै लोधर लाग्यो क्या 12 बजे निस्केको है अनि के गर्नुमा यस्तो हालत भएर अनि एकै ठाउँमा परेको है अचम्म क्या होइन सुरुमा त्यहीँ गयो अनि त्यहीँदेखि फेरि सामान ल्याउन नमिलेर चाहिँ मैले क्यान्सल गरेको थियो फेरि पछिको राइड पनि त्यहीँ परेको क्या अनि त्यहाँदेखि त झन् उसले क्यान्सलै गरिदिएन मैले नमिल्ने अनि यति झ्याउ भएन लगेर भिडियो लास्टसम्म हेर्नु होइन कस्तो लाग्छ लाइक कमेन्ट पनि गर्नु होला आज अब यतिसम्म राइड लाग्यो होइन अघि 2टा राइड एकै ठाउँमा परेर लोधर लगाइहाल्यो अब भरेसम्म कति हान्छु म अपडेट लिएर आउने छु है त गाइस युट्युबमा सब्सक्राइब गर्न नबिर्सनु होला है त भन्दै ओके बाई गाइज सो फाइनली गाइज म चाहिँ होइन रुमतिर फर्किसक्यो अब त्यही हो यस्तै ठगा लाग्छ क्या सक्दिनँ क्या साइकलमा है पेल्नै सक्दिनँ त्यही हो गाइज अब बिहान 12 बजे निस्क्यो क्या लोधरै लागेको थियो त्यस्तै भएर अनि मोबाइलको चार्ज पनि अब सिद्धो क्या होइन अब चार्ज बिगार अब के राम्रो गर्ने होइन अनि चार्ज भ्यायो अनि त्यसरी अनि त्यही हो क्या आजको मेरो इन्कम कति छ हेर्नु होला है त यो चाहिँ मेरो बोनस बाइक है त अनि आफूले खाजा खाएको यताउता छुट्याएर साइकल सर्भिसिङ गरेको होइन गरेर छुट्याएर 100, 250, 70, 80, 90, 100, 300, 10, 20, 200, 50, 70, 80, 90, 100, 300, 10, 20, 25 अब इन्कम चाहिँ गाइस होइन मेरो यो कति टिपको भन्दाखेरि 4 टिपको है त 4 राइडको 4 राइड मात्रै हान्ने क्या आज होइन 4 राइडको इन्कम यति छ
गाइस 4 केजी बोनस बाइक 325 छ हैन। त्यो बोनस जोड्यो भने त लगभग 1400-1500 हुन्छ। बोनस चाहिँ आज विथड्र गर्न मिल्दैन, भोलि मात्रै विथड्र गर्ने हो हैन आफ्नो खातामा। आज चाहिँ आजको बोनस आज गर्न मिल्दैन क्या, अनि भोलि मात्रै गर्ने हो। आज चाहिँ क्यास हातमा चाहिँ अब त्यही हो। त्यही हो गाइस हैन। 50 को नोट कता हरायो आजको चाहिँ क्यास हैन 325 भएछ। बोनस गरेर त्यस्तै 1400-1500 हुन्छ हैन। त्यो त भोलि मात्रै हुन्छ त्यो बोनस विथड्र निकाल्न चाहिँ। त्यही हो गाइस। अब पैसा त छैन हैन, छ हैन, तर लास्टै हुन्छ क्या, थगाइ लाग्छ है आमामा यस्तै हुन्छ गाइस। त्यही भएर म चाहिँ आज किन गर्यो गाइस। कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गर्नु होला र मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्न नभुल्नु होला है त गाइस। भन्दा म फेरि भोलिको भ्लग लिएर आउनेछु गाइस है त। ओके बाई गाइस।